एकैछिन विद्यार्थीको रिभ्यू सुनौँ है। ICSG education. ICSG education. ICSG का एजुकेसन ICSC एजुकेसन आइसिएसजी एजुकेसन आइल्स तथा पिटी पढ्नका लागि धेरैभन्दा धेरै विद्यार्थीहरूले आइसिएसजी एजुकेसनलाई नै मन पराउनुहुन्छ। किन त पहिलो कुरा क्वालिटी एजुकेसन। हामीले आइल्स साथै पिटी पढाउँदाखेरि विद्यार्थीहरू फरक फरक ब्याकग्राउन्डबाट आएको हुनुहुन्छ। कसैको अङ्ग्रेजी अलिकति कम हुन्छ, कसैको अलिकति धेरै हुन्छ। कतिजना विद्यार्थीहरू भर्खरै +2 पास गरेर पिटी आइएल्समा जोइन गरेको हुनुहुन्छ भने कति ब्याचलर्स कम्प्लिट गरेर जोइन गरेको हुनुहुन्छ। त्यहाँ ग्याप रहन्छ। त्यो ग्यापलाई हामीले बुझ्छौँ। +2 पढेर निस्किएको विद्यार्थी र ब्याचलर्स कम्प्लिट गरेर निस्किएको विद्यार्थी, ब्याचलर्स पढिसकेको विद्यार्थीले अलिकति चाँडो सिक्न सक्छ भने +2 पास गरेको विद्यार्थीले अलिकति ढिलो सिक्न सक्छ। अन्य कुराहरू यथावत रहेमा यही दुईटाको ग्याप हामीले सहजीकरण कसरी गर्छौँ भन्दा उनीहरूले बुझ्ने तरिका कस्तो छ त्यो तरिकालाई हामीले ग्र्याब गर्छौँ। त्यही अनुसार एउटै लेभलमा लाने काम गर्छौँ र रिजल्ट राम्रो कसरी आउँछ त्यसमा हामी कोसिस गर्छौँ। हामी रिजल्ट ओरिएन्टेड हुन्छौँ र राम्रो रिजल्ट निकाल्छौँ। विद्यार्थीहरू पनि राम्रो स्कोर ल्याउन सफल भएर खुसी हुनुहुन्छ। यो त भयो आइएल्स साथै पिटी पढ्ने कुरा र बाहिर एप्लाई गर्ने कुरामा पनि हामीले धेरै कुरामा सहजीकरण गर्छौँ। जेन्युन काउन्सिलिङको कुराहरू भए, उहाँहरूको डकुमेन्टेसनमा सहजताका कुराहरू भए, उहाँले खोजेको लोकेसन, उहाँले खोजेको कन्ट्री, उहाँले खोजेको एजुकेसन, उहाँले खोजेको कलेज र अफोर्डेबल फी कुन कलेजको राम्रो छ हामीले त्यो हेरेर विद्यार्थीहरूको साइकोलोजीलाई हामीले अध्ययन गरेर हामीले काम गर्छौँ। त्यसले गर्दा हाम्रो भिजा रेट पनि राम्रो छ। त्यही भएर हामी ढुक्क साथ भन्न गर्छौँ आइएल्स साथै पिटी पढाउन र जेन्युन काउन्सिलिङको लागि र डकुमेन्टेसन गरेर उहाँले चाहेको देशमा पढ्न जाने वातावरण सिर्जना आइसिएसजीले गर्छ। त्यो भएको हुनाले विद्यार्थीहरूको लोकप्रिय बन्न सफल हामी भएका हौँ। धेरैभन्दा धेरै विद्यार्थीहरू विदेशमा उहाँले चाहेको कोर्स, चाहेको कन्ट्रीमा पढ्न जान सफल हुनुभएको छ।